मेरो छोरी रिसाइरहेको थियो किनकि उसको एक्जाम खत्तम भएको कति दिन भइसक्यो तर उसलाई मैले घुमाउनु कहीँ लिएर गएको थिइनँ। सो त्यही भएर चाहिँ आज चाहिँ हामीहरू गएको घुम्नु लागि। सो हेलो एभ्रिवान वेलकम टु माई मिनी ब्लग। सो आज चाहिँ म मेरो 2 जना नानी अनि मेरो दिदीको छोरीलाई लिएर जाँदैछु यहाँ ओद्लाबारीको हाई स्कुल पार्कमा होइन। यहाँ चाहिँ अब कति दिन पहिल्यैदेखिको म सोचिरहेको थिएँ आउँछु आउँछु भनेर होइन। सो आज त्यही भएर चाहिँ आएको अनि आज चाहिँ 25 डिसेम्बर हो। अनि बच्चाहरूलाई पनि कहाँ घरमा बसाइराखौँ भनेर चाहिँ लिएर आएँ मैले होइन। अनि यहाँ पार्कको भित्रै पुच्का दोकान रहेछ अनि यहाँ चाहिँ आमा छोरी भएर चाहिँ पुच्काहरू खाँदै थियौँ। अनि यहाँ मेरो छोरा चाहिँ अरूले पिङ खेलेको हेरिरहेको रहेछ हो बिचरा। नयाँ नयाँ चिज देखेर पुरा एक्साइटेड भइरहेको थियो। अनि मैले पनि सोचेँ कि उसलाई पनि म पिङमा चढाउँ भनेर सोचेँ। अनि मैले चाहिँ उसलाई यत्तिकै चढाउनु सकिनँ किनकि ऊ अहिले सानै छ। त्यही भएर चाहिँ उसलाई मैले गोदीमा लिएर बसाएर चाहिँ पिङ खेल्नु थालेँ। हामीहरू पापड खाँदै बसिरहेको छौँ नि। अनि यहाँ दिदीहरूलाई हेर्नु यहाँ दिदीहरू चाहिँ यहाँ पिङ खेल्दैछ हो पापड खाँदै। यहाँ बाहिर बिक्री गर्दै रहेछ त्यही भएर चाहिँ मैले लिएर आएको थिएँ 5 रुपियाँको त अरे। अनि यहाँ हामी आमा छोरा पापड खाँदै बसिरहेको थियौँ मान्छेले हेर्दै। अनि मेरो छोराको एकछिनमा के मुड भएछ उसलाई त हिँड्नु पो मन लागेछ हो। अनि मलाई लागिरहेको थियो मेरो छोरा त एक जग्गा बस्ने खाले त होइन। सो त्यही भएर चाहिँ ऊ यताउति हिँडिरहेको थियो। यता हेर्दैन अरे उसले। सो गाइस यहाँ कस्तो दामी फुल फुलिरहेको रहेछ हो हेर्नु न यहाँ कस्तो दामी फुल फुलिरहेको छ। मलाई त दामी लाग्यो। यहाँ कस्तो दामी दामी फुल छ हेर्नु। सो त्यसको बाद मेरो छोरालाई के मुड भयो फेरि उसलाई हिँड्नु मन लागेछ हो। अनि फेरि मैले चाहिँ मेरो छोरी भएर चाहिँ उसलाई हिँडाउँदै थिएँ होइन। अनि उसलाई आफ्नो मर्जीले छोडिदिएको थिएँ किनकि पार्कमा यस्तै हो नानीहरूलाई पुरै मजा आउँदो रहेछ हो। सो अब चाहिँ म हर विकमा आउने कोसिस गर्छु किनकि नानीहरूलाई चाहिँ यस्तो पार्कमा चाहिँ ल्याउनु जरुरी रहेछ। नयाँ चिजहरू उसले देख्नु पाउने रहेछ होइन। अनि त्यसको बादमा चाहिँ मैले फेरि 1-2वटा रिल्स बनाएँ नानीसित हो। अब क्रिसमसको दिन थियो अन्त यहाँ चाहिँ अब ट्री पनि रहेछ क्रिसमस ट्री। अनि यहाँ चाहिँ 1-2वटा भिडियो पनि मेरो छोरासित मैले बनाएँ। अनि त्यस पछाडि चाहिँ मेरो छोराले अरू बच्चालाई हेरेर पुरा रमाउँदै थियो। अनि यहाँ चाहिँ एउटा बच्चा चाहिँ सेन्टा भएर आएको रहेछ होइन। उसलाई देख्ने बित्तिकै पुरा खुसी भएर उसको साथमा खेल्नु लगिन् पुरा एक्साइटेड भइरहेको थियो। अन्त ऊ भाइ चाहिँ अहिले पुरा कुद्नु थालेको रहेछ हो। अनि ऊ चाहिँ अहिले मेरो छोराभन्दा चाहिँ 5-6 महिना ठुलो होला सायद होइन। सो त्यही भएर चाहिँ ऊ चाहिँ कुद्नु थालेको छ। मेरो छोरा चाहिँ अहिले कुद्दैन होइन। अनि उसले चाहिँ अनि ऊ गएको देखेर रुँदै रहेछ। अनि उसलाई भुलाउनु लागि मैले चाहिँ यहाँनिर सुन्तला लिएर आएको थिएँ घरबाटै। अन्त उसलाई चाहिँ छिलेर खिलाउँदै थिएँ। अनि यहाँ चाहिँ मेरो छोरी र बहिनी चाहिँ खेलिरहेको थियो। अनि यहाँ 2 जना आमा छोरा बसेर खाँदै थियौँ। अन्त मेरो हस्बेन्डलाई पनि मैले कल गरेको थिएँ हामीलाई मोमो चाउमिन ल्याइदिनु भनेर। अनि मेरो हस्बेन्डलाई वेट गर्दा गर्दा हामी यहाँ खेल्दै थियौँ होइन आमा 2 जना छोराछोरी। अनि कतिजना चिन्ने मान्छेहरूले हामीलाई हेर्दै थियो अनि मलाई अलिअलि लाज पनि लाग्दै थियो होइन। अनि त्यस पछाडि त मेरो हस्बेन्ड पनि आइपुगिहाल्यो होइन। अनि मेरो छोरा चाहिँ उसलाई देख्ने बित्तिकै एकदमै पुरा खुसी भइरहेको थियो होइन। किनकि बाउ भन्ने बित्तिकै उसलाई एकदमै गाडीको याद आउँछ नि त होइन। त्यही भएर चाहिँ पुरा खुसी हुन्छ बाउलाई देख्ने बित्तिकै। अन्त हामीले यहाँ चाउमिनहरू खाएर चाहिँ घर निक्लिहाल्यौँ किनकि अब जाडोको महिना छ होइन बेसी टाइमसम्म बाहिर बस्नु हुँदैन ठन्डा लाग्छ भनेर चाहिँ हामी गइहाल्यौँ घरतिर। सो तपाईँलाई यो भिडियो कस्तो लाग्यो कमेन्टमा प्लिज बताउनुहोस् होला। सो अहिलेको लागि यति नै बाई।